विभागले के भन्छ वडा कार्यालयले भन्छ हाम्रो यो गणतान्त्रिक मुलुकको यो संविधान के अरे संविधानमा कुनै पनि कार्यालयहरू हेलो नमस्ते सबैजनालाई भिडियो बनाउनुपर्छ अब वहाँ भित्रको चाहिँ भिडियो हान्नु पर्यो आजको हाम्रो मुख्य के हो भन्नु त लु छिटो लु आज के को लागि जाँदैछौँ हामी 6 नम्बर वडा कार्यालय सम्पूर्ण 6 नम्बर वडावासीको पाइक पर्ने स्थानमा वडा कार्यालय सरकारी सेवाको कार्यालय वडा कार्यालय हुनुपर्छ भन्ने माग राख्नको लागि वडा कार्यालय जाँदैछ भनेपछि हाम्रो माग भनेको वडा नम्बर 6 को वडा कार्यालय वडावासीको पाइक पर्ने स्थानमा हुनुपर्छ पाइक पर्ने स्थान भन्नाले सबैलाई सहज हुने होस् वडा कार्यालय जानलाई सबैलाई सहज होस् भनेर हामी त्यसको लागि जाँदैछौँ हामीसँग सब छ व्यवस्थित छ नि बहादुरले जरुर गर्नुपर्छ यो काम गर्नुपर्छ ल अब हामी रमाइलोतर्फ जाँदैछौँ हामी रमाइलोमा गएपछि हामी रमाइलो लाग्न लाग्यौँ अब सम्पूर्ण विभागले के भन्छ वडा कार्यालयले भन्छ अब भन्छ न ल्याउनु पनि पर्छ नल्याएर धर छैन अब हामी यहाँ सबैजना भेला भएर जान लाग्दैछौँ केही बेरमा हामी विभागले के भन्छ वडा कार्यालयले भन्छ बनिसक्यो नाइस हजुर दाजु भाउजू अब हामी लाग्नु लागिसक्यो दाजु सबैजना भेला भएर जान लाग्दैछौँ है ल ल्याम्प भन्छ ल अघि बढौँ यो त पुरै धुवा ल अघि बढौँ म आएँ ल छिटो आइजाउ न ल अघि बढौँ न लु हाम्रो चाहिँ यो वडा कार्यालय चाहिँ एकदम सेन्ट्रलाइज गर्ने भनेर चाहिँ रमाइलोबाट बिहिबारेमा सार्नको लागि यो सानो कार्यक्रमको सुरुवात हुँदैछ ल सुरुवात ल है बढौँ अघि बढौँ ल बढौँ ओके ल अहिले हामी लाग्यौँ है त ल लाग्यौँ अब हामी रमाइलो पुगेपछि सुरुवात हुँदैछ ल ठिक छ अब हामी रमाइलो गएपछि हाम्रो फेरि अझ दमदार तिनीहरू पनि हो ठिक छ ल अब हामी जाउँ अहिलेको लागि हामी अब बाटोमा अब गाडी कुदाउनु म यो अड्काउने छैन फोन वहाँ पुगेर भिडियो गरौँ ल है त सबैजनालाई बाई बाई जाम भित्र ल आफ्नो लाउनु लु हामी के को लागि आएको भन्नुहोस् यहाँ लु म त हाम्रो एजेन्डा के हो म त वार्ड सार्नु भनेर आएको उता भरत दाइलाई देखाउँ त के भन्नु भरत बाबुले जानु न छिटो त्यहाँभित्र हान्नु लु अब सेरुम लु के गर्न आएको नानी विभागले के भन्छ वडा कार्यालयले भन्छ जाउँ आज चाहिँ हामी भित्र त अट्दैन अट्नु चाहिँ हामी वडा कार्यालय सारौँ भन्ने नारा लिएर आएको छौँ हो कि न हामी वडा कार्यालय सारौँ हलमा हल उता पर उहाँ पर कि यहाँ त्यो त उता ल आउनु जाउँ उता अरे उता खुल्ला ठाउँमा हलमा अरे
खुल्लामा बसेर चट्ट खुल्ला ल हामी सबै यहाँ बस्नु न लु खोइ कता यता हुँदैछ लु ए ल हाम्रो यो वडा सार्न दाजुभाइ तथा वडा कार्यालय दिदीबहिनी त नभनौँ आइरहनु भएको छ गुटुङटुङ भनेर दाजु पनि हुन्छ यहाँ ल जाउँ 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 जाऊ 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 के छ एक दुई शब्द बोलिदिनु नि त लु आजको बारेमा लु अब हाम्रो यो गणतान्त्रिक मुलुकको यो संविधान के अरे संविधानमा कुनै पनि कार्यालयहरू होइन गाउँपालिकाका कार्यालयहरू हजुर सेन्ट्रलाइज गर्नुपर्छ भनेर सबैलाई के अरे सहज होस् भनेर सेन्ट्रलाइज गर्नलाई हामीले पनि एउटा सेन्ट्रलाइज गर्ने कुरामा प्रस्ताव राख्न आएका छौँ। आएका छौँ ल हस् आमा भ्लगर नै हो त मेरो पनि छ नि 1 वर्ष भइसक्यो नि ग्याप भएको यार अनि एक वर्ष ग्याप भइरहेछ मलाई बोलाउनु न अब आज हामी कानेपोखरी हजुर ठिक छ कानेपोखरी गाउँपालिका वडा नम्बर 6 सार्ने नारा लिएर हामी आएका छौँ। सबैलाई वडा नम्बर 6 का सबै वासीलाई वडा कार्यालय आउनुको लागि सजिलो होस् भनेर सेन्ट्रलाइज गर्नको लागि हामी नारा लिएर आएका छौँ। जम 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 चढौँ 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 तपाईँ पनि हजुर हजुर ठिक छ है सुनिदिउँ आज सबैको कुरा सुनिदिउँ ए हाम्रो यो वडा कार्यालय सेन्ट्रलाइज गर्ने छोटो यस्तो प्रस्ताव लिएर आएका छौँ। ल है म पनि फर्स्ट टाइम चढ्दैछु यहाँ। ल हामी यहाँ सभा हलमा आइसकेको छौँ। हाम्रो ए हस् हुन्छ निस्किनुहोस् न हजुरहरू। सभा हल कानेपोखरी गाउँपालिकाको सभा हलमा छौँ हामी। आजको मूल नारा हो कानेपोखरी गाउँपालिका वडा नम्बर 6 लाई सेन्ट्रलाइज गर्ने सम्पूर्ण वडा नम्बर 6 का मतदाताहरूलाई वडा कार्यालयमा आउन सहज होस् भनी एउटा सानो निवेदन लिएर आएको ज्ञापन पत्र बुझाउनुभन्दा पहिले नि सर यो एकछिन न त यो मेरो यो अर्को जनताको होइन यो अलिकति छ कि त्यसमा सही चाहिँ गरिदिनु तपाईँले अनि हामी त कहाँ गर्छौँ त यो जनप्रतिनिधि हामीले त कहाँ गर्ने हो त यहाँ एकजना जनप्रतिनिधि परिसक्नुभयो त कसले यो भनेको चाहिँ वडा ल्याउनेमा तपाईँहरूको के छ हाम्रो त निर्णय यहाँ पनि निर्णय हुन्छ त्यहाँ कहाँ निवेदन हुन्छ यो निर्णयमा चाहिँ हामीले गर्नु परेन क्या यो हामीले कसले गरेर नबुझेर गर्छ उहाँहरूले चाहिँ लगेर होइन हामी माग गर्ने कि निर्णय गर्ने हो त होइन तपाईँ मागले होइन त होइन हामी माग गर्ने हो निर्णय तपाईँ हो त्यसो माग गरेमा हामी गर्दैन माग गर्नेमा सही हुँदैन ठिक हो त्यो मुद्दा केही भएन नि नाम भयो फरक परेन ठिक छ नाम भयो सही भएर काट्नु
उपस्थित यस आजको औपचारिक कार्यक्रममा वडा साझे सम्बन्धमा उपस्थित हुनुभएको वडाध्यक्ष लगायत वडा सदस्यहरू उपस्थित सम्पूर्ण युवा र सरकारवाला व्यक्तिहरूको सम्पूर्ण नमस्कार। यो ध्यान आकर्षण हामीले वडा साझे सम्बन्धमा आजभन्दा 79 भदौ महिनामा 2079 भदौ महिनामा पनि ज्ञापन पत्र पालिका लगायत वडा कार्यालयमा पनि बुझाएको थियो। वडाध्यक्षको उपस्थित थिएन, तर पनि वडा सदस्य त्यसले सायद वडा कार्यवाहक वडा अध्यक्ष या के हुनुहुन्छ हाम्रो राजकुमार ज्यूबाट हाम्रो ध्यान आकर्षण उहाँले थाप्नु भएको थियो र त्यसैलाई पनि रिकल गर्ने त्यो हामीले बुझाएको त्यो बेलाको ध्यान आकर्षण पत्र कहाँ पुग्यो र के वास्ता त्यो बारेमा कस्तो सोच बनाएको छ वडा कार्यालयले भन्ने विषयमा थप फेरि पनि हामीले ध्यान आकर्षण पत्र नै लिएर आएका छौँ। तमाम हामी युवा र वडा साझे सम्बन्धमा सरकारवाला व्यक्ति सम्पूर्णको हस्ताक्षर सहित लिएर आएका छौँ र सरस्वती म यो ध्यान आकर्षण वाचन गर्न गइरहेको छु। श्री वडाध्यक्षज्यू, कानेबुङ 6 नम्बरको कार्यालय रमाइलो मोहरम विषय वडा साझे सम्बन्धमा हामी तपसिल निवेदक साबी बर्मन गाउँ पञ्चायत वार्ड नम्बर 8 हुँदै बर्मन गाविस वार्ड नम्बर 8 र हाल गणतन्त्रात्मक राज्य व्यवस्थामा कानेबुङ गापा वार्ड नम्बर 6 हुँदासम्म पनि वडाको प्रशासनिक कारबाही वडाको सुदूरपश्चिम भागको मङवारे बजार रमाइलोबाट बेहोरिरहेको छौँ। 5 किलोमिटरभन्दा टाढा दैदार सिद्धदारदेखि मानिसहरू दैनिक जसो कष्टकर पैदल यात्राबाट 6 नम्बर वडा कार्यालय रमाइलो धाउनुपर्ने बाध्यता भोगिरहेका छौँ। मुलुकमा बहुदलीय प्रजातन्त्र आए पनि लोकतन्त्र गणतन्त्र आए पनि ज्यामीले खोला पूर्वका बासिन्दाहरूले पुस्तौँदेखि सरकारी सेवा सुविधा लिन उही दुःख बेहोरिरहनु परेको छ। गाउँमा सिंहदरबार भन्ने नारा भन्काए तापनि मत बटुलेका दल र निर्वाचित जनप्रतिनिधिहरूले जनताको पीर मार्कालाई महसुस गर्न सकेनन्। विकासका नयाँ तरिका अपनाउनु जानेनन् भन्दा फरक नपर्ला। नयाँ सम्भावना रहेका ठाउँहरूमा वडाको प्रशासनिक कार्य नसर्दा नयाँ बजार तथा सहरको वञ्चित हुनु परेको छ। समय परिवर्तनसँगै आवश्यकताहरू पनि फेरिरहन्छ। तसर्थ अहिलेको राज्यको पुनर्संरचना पछिको आवश्यकता जनतालाई पाइ पर्ने र वडाको सबै बासिन्दाहरूको सहज पहुँच हुने र राज्यको सेवा सुविधा प्राप्त गर्ने हक राज्यको कर्तव्यभित्र पर्ने कुरा हुन् भन्ने हेक्का रहोस्। 6 नम्बर वडा कार्यालय यस वडाको मध्य भागमा पर्ने गरी ज्यामीले पूर्व बिहिबारे बजार आसपासमा सार्नको लागि जोरदार माग गर्दछौँ। जनताको आवश्यकतालाई परिपूर्ति गर्नको जनताको प्रतिनिधिहरूको मुख्य कार्यभार हो। तसर्थ जनताको यो मागलाई व्यवस्था नगरी चाँडोभन्दा चाँडो वडा कार्यालय सार्ने विषयमा निर्णय गरियोस्। यस भेगका जनताको मागलाई बेलैमा सम्बोधन हुनेमा विश्वस्त छौँ। यदि वडा कार्यालय बिहिबारे आसपास सार्ने समर्थ नभए 6 नम्बर वडा भौगोलिक आधारले विकट रहेको छ। जनघनत्वको आधारमा विभाजन गरी ज्यामीले पूर्व थप छुट्टै वडा कार्यालय पालिकाबाट निर्णय गरियोस् भन्ने कुरा सुझावको साथ यो माग पेश गर्दछौँ। वडाध्यक्षलाई बिलाउनु। पालिकाले गरेको निर्णय सही छ भने वडाले पनि आफ्नो निर्णय सही ढङ्गले गर्न पाउनुपर्छ भन्ने कुरा हो। 5 किलोमिटर कोट गऱ्यो। हाम्रो 6 नम्बर वडाको भौगोलिक अवस्था हेर्दा त लगभग 9 किलोमिटरभन्दा माथि चाहिँ हाम्रो 6 नम्बर वडाको भूगोल पर्छ। यो एउटा बजार हो हुन चाहिँ, तर हरेक कुरालाई राज्यको नीति नियम अनुरूप सेन्ट्रलाइज गरेर जानुपर्छ भन्ने कुरामा वडा सरकारले पनि ध्यान पुर्याओस् भन्ने हाम्रो आग्रह हो। त्यसलाई वडाबाट सम्भव हुन्छ त ठिक छ, छैन भने कहाँ लिएर जानुपर्छ जाने कुरामा पहल कदमी वडाले नै गरोस् भन्ने हाम्रो अनुरोध पनि हो। म एक्लै भन्दा पनि हाम्रो टिम छ।
होइन हाम्रो टिमको कुरा हो यत्रो साथीहरू आएर कुरा सुन्नुभयो वडा साथी त धारणामा सुनाउनु गर्ने मान्छे हो म ल त राजकुमारजी यस्तो के हो तपाईँको आफ्नो धारणा अलिकति आफ्नो स्पष्ट धारणा राखिन तपाईँले त्यसमा आपत्ति अप्ठ्यारो मान्ने के कुरा छ हामी दाजुभाइ त हो नम्बरबाट दक्षज्यू कार्यपालिका सदस्यज्यू वडा सदस्यज्यू सम्पूर्ण भेला हुनुभएका गाउँलेहरूलाई नमस्कार। अब समयले धेरै बाटोहरू गरिसक्यो। 78 सालमा 2078 सालमा होला मैले पनि यो निवेदन ल्याएर चाडहरू काटेको निवेदन हालेको दुईजना अध्यक्ष र सदस्यहरू जोडिएर आउनु भएको छ। पहिले निर्वाचित हुनुहुन्छ अहिले पनि निर्वाचित हुनुहुन्छ। मैले चाहिँ त्यहाँ सार्वजनिक विभागमा भनेर त्यतिखेर बोलेको थिएँ। अब अहिले त मैले बोलिनँ है, अहिले बोलेको त्यतिखेर म बाहिर थिएँ, प्रतिनिधि थिइनँ। अब अहिले जनप्रतिनिधि भएको छु, तपाईँहरू आउनु भएको छ र बिच भागमा लानुपर्छ भन्ने विषय यसको प्रक्रिया छ। प्रक्रिया क्रस गर्दै गयो भने हामी उद्दण्डताका साथ होइन नै प्रक्रियासँगले लानुको निम्ति मेरो तर्फबाट मैले पहिला पनि निवेदन हालेको हुँदाखेरि आशय त बुझ्नु होला नि, आफै मैले निवेदन दर्ता गरेर सिकेर मैले टाढा सर हुनुहुन्थ्यो। अहिले चाहिँ सरकारले बन्द गरेको छ साथी हो साथीहरू। मैले धेरै कुरा चाहिँ भन्नु त्यस्तो छैन। अब यो के चाहिँ आक्षेप आउने कुरा छ भन्नुहुन्छ भने पूर्वका धेरै सदस्य अथवा जनप्रतिनिधि पूर्व बेलका छन् र पूर्व बेलै तान्न खोज्छन् कि यो सबै लागेका छन् भन्ने आक्षेप चाहिँ भोलि आउनुपर्छ। कस्तो कुरा त्यो सबैलाई थाहा छ कुरा। तर स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत के छ त विनियममा? स्थानीय सरकारको विनियममा के छ त? कस्तोसम्म गर्न सकिन्छ? भोलि गएर चाहिँ हामीले अहिले यस्तो मजाले भद्र बलात्ने हिसाबले बसेर चाहिँ छलफल गर्छौँ। हामी भोलि गएर लाने कुरा गरौँला, भोलि कानुनले चाहिँ नदेला अनि मुद्दा हाराहाल भयो भने त कामले पक्कै हुँदैन। त्यसो नगरिकन हामी पहिलो गएर पटक पटक बस्नु, एकछिन मात्रै होइन, दुईखेप मात्रै होइन, तिनखेप मात्रै होइन, पटक पटक बस्नु, छलफल गऱ्यो, सामान्य गऱ्यो। स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत कानुनमा के छ त्यसलाई फलो गर्दैछौँ र हामीले सकेसम्म जनप्रतिनिधिले सहयोग गर्ने, सहयोग नगर्ने होइन। हामी प्रष्टल यताको भए पनि उताको भए पनि जता भए पनि जनताले भनेको कुरा मान्नुपर्छ। हामीले हिजो हामीले जनप्रतिनिधि हुँदाखेरि निर्वाचन हुँदै भोट माग्ने गर्दा तपाईँहरूले भनेका कुराहरू हामी मान्छौँ भनेर आएका हौँ हामी र हामीले मान्नुपर्छ। तपाईँले जहाँ बस्नुभन्दा मुनि बसेर काम गर्नु भन्नुभयो भने हामीले गर्नुपर्छ। त्यो कुरा हामीलाई उयो छैन, बाला केही र मैले यहाँ धेरै कुरा राख्नु छैन। अध्यक्ष हुनुहुन्छ, दुईखेर निर्वाचित कार्यपालिका सदस्य हुनुहुन्छ, दुईखेर निर्वाचित कार्यपालिका सदस्य हुनुहुन्छ। मैले धेरै कुरा राख्नु चाहेन, मैले थोरै कुरा राखेँ। अब यहाँ कति सही कुरा बोले होला, कति गलत पनि बोल्नु सक्छ। यसमा क्षमा याचना माग्दै म चाहिँ बिदा हुन्छु। राज्यले सेन्ट्रलाइज गर्ने नीति लिएको हो कि होइन, राज्यले न्यूनतम के हुनुपर्छ भन्ने कुरा राखेको थियो। त्यस कुरा चाहिँ हामीले 7 वर्षमा बस्नु परेको हो या हामीले नबुझेको हो। र हिजो वडा कार्यालय बिहिबार लाने भन्ने कुरामा अब विभिन्न कुरा गाउँमा चल्दै आयो, मान्छेलाई के भन्यो, कसलाई के भन्यो। अब अहिलेको मलाई कस्तो लागिरहेछ भने गाउँपालिका र वडा कार्यालयले समान हैसियत राख्छ जस्तो लाग्छ राज्यको सेवा सुविधा पाउने कुरामा। अब यो गाउँपालिकाले चाहिँ करोडौँको जग्गा खरिद गरेर आफ्नो भवन निर्माण गर्नु पाउँदो रहेछ। आज त त्यो छर्लङ्गै घाम जत्तिकै भयो र हामीलाई चाहिँ कसैले दान नदिइकन दानैको जग्गामा मात्रै वडा कार्यालय सर्नुपर्छ भनेर यो हामीलाई अब निर्वाचित जनप्रतिनिधिहरूले पनि भन्नुभयो। को जान दिनु तयार छ, तयार छ भने हामी ल्याउन तयार छौँ पनि भनेर भन्नुभयो। के हो यो विषयमा छलफलमा पारिदिनु न तपाईँले हामीलाई। पूर्वाधारहरू के हो त? कहाँ सार्न सकिन्छ
भन्ने कुराको चाहिँ जग्गाको चाहिँ यहाँ आउनुपर्छ। होइन त्यो बोले त त्यो सबै सही सीमा वडा गर्नु कार्यालयहरू त भाडामै गएर बसे त हौ यसो सबै वडा कार्यालयहरू यसो संरचनाको रूपमा सबै तयार भइसके पछाडि निर्णय गर्छु भन्ने कुरा चाहिँ त्यो गलत हुन्छ, त्यो बात छ होइन। अहिले भौगोलिक रूपमा कानेपोखरी 6 वासीहरूको सेन्ट्रलाइज पर्ने गरी वडा कार्यालय छ कि छैन र जान उपयुक्त छ कि छैन भन्ने कुराको निर्णय तपाईँहरू वार्डबाट गरिदिनु होला है। संरचनाको कुरा भोलि आवश्यक पर्यो भने जति बेला आवश्यक पर्छ त्यति बेला गर्ने, त्यो आवश्यक छ कि छैन त सेन्ट्रलाइज गरिन होइन। बजारै ठिक छ, संरचना पनि यी छ, त्यो 5 किलोमिटर के हो त, पहाडमा त 14-15 किलोमिटर अब रोक्यो त्यो चाहिँ तपाईँको बाँच्ने भाषा। हामीले कमसेकम वडा कार्यालय भोलि सार्दा कहाँ सार्ने भन्दाखेरि त जग्गा त पनि मैले दिनुपर्ने होला नि त। जग्गा खोजेर रेडी गर अनि चाहिँ हामी सरदा कहाँ हो भने निकालिदिनु परेन, कहाँ सार्ने हो त? सेन्ट्रलाइज गरिने कुरालाई त भोलि नाप्दै जाँदाखेरि कहाँ पर्छ त? नाप्नु त्यसले नापेर मलाई एउटा मोटामोटी एरिया चाहिँ कोड गर्नु, कोरिया एउटा दिनु पर्यो नि त। यो ठाउँ होइन, ननाप्ने होइन। तपाईँ यो ठाउँमा हुनसक्छ भने तपाईँले निवेदन छुट्याउनु सार्नु आवश्यक छ छैन त्यति कस्तो भने उहाँहरू सबैजना सहमत हुनुहुन्छ। यो अर्थात् यो चाहिँ के हो, त्यो भन्दा पछाडि छ कि यस्तो हुँदैन नि त। एकजनाको त सही हुनु पर्यो यहाँ अगाडि, यो पढ्न हराउनु के हुन्छ? सेन्ट्रलाइज हुनुपर्छ भनेर उहाँहरूको कुरा आइसक्यो, तर वडाले के गर्नु पर्यो भने अब यो सार्नु उपयुक्त छ कि छैन त होइन। जनताको माग यो आयो भने सार्ने कुरा त दुई मात्रै भएन, भोलि विकल्प दिँदा त कहाँ तपाईँले मलाई हिस्स दिनु पर्यो नि त। जग्गा कहाँ हो त? त एउटा भत्किने आँटीको खोप केन्द्र भवनलाई देखाएर हुँदैन, सरकारी पैसा त्यति सहिले निकासा हुँदैन। त्यसलाई भोलि होला अलिक दिन 2-4 होला, तर त्यसको त विकल्प हुनु पर्यो। हाम्रो त्यहाँ त भाडै लाग्दैन, त्यो खोप केन्द्रमा लाग्छ त भाडै लाग्छ, त्यो त भत्किन्छ। अब माथि छत चर्केको छ भन्छ र सेन्ट्रलाइज हुने कुरा भएन क्या। तर उहाँहरूले के गरिदिनु पर्यो भने वडाले आवश्यक छ, आवश्यक कुरा त आवश्यक छ। जनताहरूको डिमान्डका अनुसार चाहिँ वडा सार्ने चाहिँ यो सेन्ट्रलाइज गर्नुको लागि चाहिँ यो आवश्यकता छ भनेर तपाईँहरूले सिफारिस अघिसम्म त ठिकै कुरा गरे जस्तो लाग्यो। अहिले चाहिँ सबैभन्दा नि अहिले चाहिँ यसो गर्नुपर्छ कि भन्ने लागेर गर्नु होइन जस्तो लाग्यो क्या। गाउँपालिकाले निर्णय गराउने कुरा चाहिँ तपाईँहरूको जिम्मा भन्न खोजेको क्या हामीले। यस्तो कुरा कि गाउँपालिकाले निर्णय गरेपछि त्यसको पुस्त अब धाउनु पर्यो, को धाउने यस्तो गाउँसभामा भोलि हामीलाई त निकाल्न त सिफारिस निर्वाचन तपाईँहरूले सबै होइन भने तपाईँले निर्णय गरेर पठाइ त भयो त। सुन्नु न, तपाईँले भोलि हामीले सिफारिस गर्दाखेरि त एउटा वैधानिक त टेक्नु पर्ला नि त। सम्भावित ठाउँहरूको त ठाउँ तोकेर पर्नु पर्ला नि त। भोलि तपाईँले त मलाई नै सोध्छ नि त पहिले त, कहाँ लाने त, कहाँ राख्ने त, जग्गा कसले दिने हो त, किन्ने कि के गर्ने, त्यो त गर्नु पर्ला। त्यो त तपाईँले चाहिँ सल्लाह गरेर हिँडिदिनु पऱ्यो त। अब यी तपाईँले ल्याएको यो निवेदनमै यो अहिले मैले नसम्झाएको भए यहाँ कसैको पनि सही थिएन। यो पान्न मात्रै स्टेजबाट छुट्यो भने के हुन्छ? यो दन्तगत काम नदिने हुन्छ। तपाईँहरूले यस्तो काम गरेर आउने, अनि भोलि त हामीले त मुखले तपाईँलाई जति भन्न सक्छ मलाई त्यति सहिलो हुँदैन भन्ने कुरामा म त निकाससहित दिनुपर्छ, ठोक्पासँग कुरा गर्नुपर्छ, तर्कसँग कुरा गर्नुपर्छ। अनि सार्न मात्रै उयो छ भने त सार्ने विकल्प कहाँ त्यो पनि तपाईँले यहाँ भन्नु। त्यसो भने वडाले निर्णय गर्नुभन्दा अगाडि भौगोलिक अवस्था जे छ हेरौँ, तपाईँले मानव बस्ती के छ त्यो हेरौँ होइन। अनि कहाँनिर सेन्ट्रलाइज हुन योग्य भूगोल छ त्यहाँनिर गरौँ। अब हामीले भनेको ठाउँमा लिएर जाँदा भोलि नहुन सक्छ। होइन यहाँ ठाउँमा तर्क त दिनु पर्यो नि, यो ठाउँमा यति जग्गा अनि अघि भनेको छ त ज्यामिरे भन्दा पूर्व बिहारे आसपास रहने गरी भनेर भनेको छ त। अनि अरू के फल्नाकै जग्गामा लगाइदिनु पर्ने भनेको ठाउँमा सेन्टर पर्छ, त्यहाँदेखि हामीले वानी पर्छ या पानी पर्छ। त्यो त तपाईँहरूले त्यो बुझाउनुको कारण के त, तपाईँले हामीले गार्डन बनाउनुको कारण के त। ल ठिक छ यो गर्नुपर्छ, तर हामी कहाँ गरौँ त भने तपाईँले पो सल्लाह लिनु। त्यही सोध्दैछु त म।
अनि एकैचोटि तपाईँहरूले हामीलाई नि सोध्दै हुनुहुन्छ पैसा कहाँ गर्ने त कहाँ गर्ने त के ठाउँमा हामीलाई जग्गा दिने त्यो त भएन नि त त्यो त पहिलादेखि यो चाहिँ नि केही भाषामा मैले सहज कुरा मैले चाहिँ भनेको केही सुन्नु न त यो तपाईँहरूलाई मैले एउटा कहाँ होला त तपाईँहरूको एउटा स्थान भनेर मैले सोधेको तर तपाईँहरू यसलाई नै बनाएर के भन्नुहुन्छ भने यो विषय भएन कहाँनिर हो त रहने गरी भनेर ती लेखेकै छ त हामीले यो खोप केन्द्र भनेको छैन त्यहाँ बजारमा भनेको छैन कहीँ पनि वडा नम्बर 6 त्यसैले जग्गा व्यवस्थापनको लागि पनि लाग्नुहोस् भनेर भनेको त्यही भनेको त्यो त तपाईँ लाग्नु पर्यो क्या हामी लाग्ने होइन तपाईँ चाहिँ लाग्नु तपाईँले लागेर पनि यहाँ गाउँ ठिक हुन्छ कि रमाइलो ठिक हुन्छ रमाइलो नै छोड्यो तपाईँले के भन्नु पर्यो भने नि रमाइलो ठिक छ वडा अधिकारलाई मैले भनेर कहाँ हुन्छ होइन हामीले भन्नु पर्यो त्यति मात्रै यस्तो हो नि त तपाईँ जनप्रतिनिधि सँगसँगै त्यो वडा नम्बर 6 को एउटा बासी पनि हो नि त हो किन भन्नु त अनि त्यसो भए सबैजना बोलिरहेको छ कि तपाईँलाई हामीले पुगिसकेपछि यो सार्नु उपयुक्त छ भनेर तपाईँले भनिसकेपछि व्यवस्थापन तपाईँले गर्ने हो हामीले पूर्व जहाँ कोही अब यो बात भन्नु खोजेको मात्रै हो हाम्रो होइन मैले आफ्नो कुरा भनिसकेको छ एउटै विषय पटक पटक भन्नु राम्रो पनि होइन तपाईँहरूले पनि कुरा कोटे भन्नु राम्रो पनि होइन किनभने मैले तपाईँहरूको आशा के हो त जग्गा कहाँ प्राप्ति हुन्छ त कसले दिने त्यस्तो छ कि भन्ने के हो भएर बुझ्न खोजेको अब यो यहाँ सुन्नु न मलाई भन्न दिनु न त तपाईँले भन्दा म सुनिनँ यो गोलमोटो निर्णय गरेर हुँदैन मैले चाहिँ तपाईँलाई अब तर्कसँग चाहिँ भोलि मैले डिल गर्ने ठाउँ हुँदा पनि यो ठाउँमा चाहिँ उभिँदै छ भनेर भन्नु पर्यो भन्ने किसिमले भित्रदेखि आत्मादेखि खुल्ला राखेर तपाईँले क्वेसन गरेको तपाईँले गोलमोटलमा निर्णय दिनुभयो अलिक दिन भनेर हुन्छ खोप केन्द्र रूपमा त हामी जानु सक्छौँ नि त यदि हामी निर्णय गरेर लग्यौँ भने हामी अस्थायी गर्दै गर्छौँ त्यहाँ पालिकालाई तपाईँहरूले कुरा राखिदिनु पालिकाले सूचना निकाल्छ कोही नाम दिने भने भयो त्यो त वडाले निकाल्छ सबै ठाउँमा के अरे अस्थायी रूपमा सटर भाडा लिएर पनि चलाएको छ नि त हामी त्यसको लागि अस्थायी रूपमा चलाउनलाई भाडा तिर्नुपर्छ भने हामी यहाँ जतिजना प्रतिनिधि छ त्यो सबले उठाएर हामी दिन्छौँ सबैले त कस्तो कुरा गर्नु मधेसी तपाईँले निर्णय गर्नु न तिलक दिन्छ मेरो छोरालाई अनि मात्रै बिहा गर्छु भनेर पहिला भनेर भनेको क्या कति तिलक दिन्छ तपाईँ निर्णय गर्नु हामी मैले भन्ने कुरा भनिसकेको छ निर्णय गर्ने कुरा म गएर पठाइदिन्छु है कोही भोलि त्यहाँ सुन्नुहोस् निर्णय गर्ने कुरामा भोलि मलाई त्यहाँ क्वेसन गर्छन् कहाँ के हो कहिले जानुपर्छ भनेर क्वेसन गर्दा तपाईँहरूको मैले राय बुझ्न खोजेको थिएँ तर तपाईँको राय यस्तै आयो मैले बुझिहालेँ त्यहाँनिर पूर्व जहाँ पनि हुन्छ भनेर निर्वाचन प्रणालीमा भाडा लिएर राख्नु न सटरमा एकछिनको लागि 2-4 महिना त्यस पछाडि त कति हिजो लानेहरूले पनि एकैचोटि भवन त बनाउनु भयो भने नि सर भएको त त्यसमा कति राम्रो छ हामीसँग सरकारी जग्गा छँदै छ नि त त्यो स्कुलकै छेउमा छ सरकारी जग्गा त लडिरहेको हुन्छ त्यही घटना हुन्छ धेरै ल अरू केही छ यो गाउँसभामा तिमीहरू जस्तै रिसाउँदैन अरू अनि हैन 2-5 मिनेट बोल्दै त एउटा विचार राखिदिनु न त 2 मिनेट बोलेर जानुस् न अनि कानुनी प्रक्रियामा जाने भनिरहनु भएको छ कुरो
एउटा कुरो नि अलिकति होइन ठिक छ त यो वडाले कुन अनुसार हामी हेरिहाल्छौँ नि त हजारौँ यहाँनिर जनताहरू मरे नि होइन अब यो वडाका सार्नको लागि सबै पार्टीको पनि मिटिङ राखी जान्छ अनि राख्नु न त हामी पनि लबिङ गर्नु मौका पाउँछौँ अहिले नै पठाइदिनु सबै दलका मान्छेसँग म काङ्ग्रेस एमाले माओवादी होइन यहाँको क्रियाशील राजनीतिक दल यिनै हो यिनका प्रमुखसँग पनि यस्तो कुरा छ भोलि पर्दा त जनता त भोलि मुद्दा हाल्दाखेरि हाल्दैनन् उहाँको कुरा हो उहाँको ठाउँबाट म त आफ्नो पल हो नि तपाईँ होइन प्रत्यक्ष निर्वाचित कसैले हल्लाउनु नसक्ने कि तपाईँको मगज बिग्रिनु पर्यो कि तपाईँ अपङ्ग भएर तपाईँको बोली वचन उयो के अरे सिद्धिनु पर्यो कि नभए तपाईँ ठुलो राजद्रोह लाग्यो अनि मात्रै तपाईँ पदच्युत हुने मान्छे हो त्यति खतरा पावरफुल ठाउँमा बस्नुभएको तपाईँले चाहनुभयो त तुरुन्तै निर्णय गरेर अहिले निर्णय गरेर भोलि पठाउनु सक्नुहुन्छ पत्रचार गर्न सक्नुहुन्छ सक्नुहुन्न यस्तो चाहिँ है अध्यक्षज्यू पोलिटिक हुनुभएको मैले पाएँ हजुर तपाईँहरूबाट के अपेक्षा गर्नुभयो त भन्दाखेरि जुन एउटा आयो नि त डेलिगेसन हामी पनि यसमा जिम्मेवार छौँ यसको व्यवस्थापनको लागि जग्गा कहाँ देखाउँ वास्तवमा जवाब दिनुपर्छ नि यस्तो जुन बैठकमा लानुहुन्छ नि त त्यो ठाउँमा लाने कुरा गर्नुभयो अध्यक्षज्यू भनेर पालिकाले त सोध्छ त्यो ठाउँमा लैजाउँ भनेर तपाईँहरूले पनि सल्लाह गरेर एउटा यो प्रक्रियाले भन्नुभयो भने त्यो म भन्थेँ भन्ने जस्तो व्यक्त गर्नुभयो वार्ड सदस्यज्यूलाई अब मेरो आग्रह यो जग्गा व्यवस्थापन कहाँ गर्ने भन्ने चाहिँ तुरुन्तै एउटा समिति बनाएर 3 दिनभित्रमा यहाँ लानुपर्छ वडा कार्यालय चाहिँ सरकारी नम्बरी जग्गा नै चाहिन्छ अलि जग्गा त उसले त कब्जा गरेर राख भन्छ सरकारी जग्गा हामीसँग जति छ अहिले नि जग्गा भन्नु नै सरकारको जग्गा हो नि रातो पिरो हुन्छ तर यो तर्क हो त्यसको लागि मैले पनि आउँछ कति गाली गर्छ होइन 8 दिन चाहिँ म प्रवेश श्रेष्ठ कानेपुत्री गाउँपालिका वडा नम्बर 6 बिबारेवासी हामी पालिका गएको थियौँ एउटा नारा जो नारा भनौँ नारा लिएर गएको थियौँ कि वडालाई सेन्ट्रलाइज गरौँ किन गरौँ भन्दाखेरि सम्पूर्ण वडा नम्बर 6 वासीलाई वडा कार्यालय जानलाई सहज होस् भन्ने नारा यो नारा चाहिँ किन लिएर गयौँ भने जुन हाम्रो अहिलेको वडा कार्यालयको स्थान वडा 6 को पश्चिमी भेग जुन पश्चिमी भेगको निकै सिमाना नजिकै छ र जनताहरू वडा कार्यालयदेखि लगभग 7-8 किलोमिटर पूर्वी भेगसम्म छन् जहाँ सीताधाप दैधाप सुन्तली शिवालय बिबारे यता मिलनचोक जसलाई अहिले अजम्बरी टोल भनिन्छ यता हाम्रो गुरुङ डाँडा जसलाई अहिले मन्त्री चोक भनिन्छ लगायत यता ज्यामिरे
जुन एउटा नहर जस्तो सानो खोला छ ज्यामिरे त्यो साइड लगभग वडा नम्बर 6 को जनसङ्ख्याको आधारले हेर्नु भने 75 देखि 80% वडा कार्यालयबाट 6-7 किलोमिटर पर छ। त्यही भएर वडा नम्बर 6 को जनसङ्ख्यालाई कार्यालय आउनलाई सहज रूपमा होस् भन्ने एउटा नारा लिई वडालाई सेन्ट्रलाइज गर्ने एउटा निवेदन लिएर गएका थियौँ हामी वडा कार्यालय। र वडा कार्यालय जाँदाखेरि के हो भने उहाँहरूको भनाइ सुन्दा सुरुमा के गर्नु पर्यो भने वडा सार्दाखेरि कहाँ लगेर सार्ने स्थान तयार गर्नु पर्यो। हाम्रो भनाइ हामीले चाहिँ निवेदनमा के लेखेको थियो भने ज्यामिरे पारी बिबारे आसपास लगायत कतै बिबारेमै हैन बिबारे आसपास कतै सम्पूर्ण वडा नम्बर 6 लाई वडा कार्यालय आउनलाई सहज होस्, सेन्टरमा होस्, बीच भागमा भन्ने एउटा निवेदन लिएर गएको थियौँ। र उहाँहरूको धारणा के थियो भने सुरुमा जग्गा व्यवस्थित गर्नु पर्यो। जग्गा व्यवस्थित गर्नु पर्यो भन्दा पनि हामीले चाहिँ कतिको आवश्यक छ त सेन्ट्रलाइज गर्नु त्यो विषयमा चाहिँ वडा लगायत हाम्रो पालिकाले यो विषयमा एकदम ध्यान दिनु पर्यो। किनकि वडा नम्बर 6 का आधी भन्दा बेसी जनसङ्ख्यालाई कार्यालयमा आवत जावत गर्न कठिन छ। अझ यो बिबारे लगायतको भन्दा पनि त्यो भन्दा अझ पूर्वी भेगमा जुन सीताधाप, दैधाप, सुन्तली उहाँहरूलाई अझै हामीभन्दा कठिन छ। बिबारेवासी, शिवालयवासी सबैलाई कठिन छ, दैधापलाई पनि कठिन छ। त्यो भन्दा पनि बेसी सुन्तली, सीताधाप सबै ठाउँकोलाई कार्यालय आउनुलाई कष्ट भोगेर आउनुपर्छ। सरकार जनताको लागि भन्छन् तर यहाँ जनताको लागि उपयुक्त हुने काम सरकारले गरेको छैन। वडा कार्यालय त्यही भएर हामीले सार्ने निवेदन लिएर गयौँ। त्यो निवेदनमा वडा कार्यालय लगायत पालिकाले एकदम चासो दिएर जनताको हितको लागि वडा कार्यालय सेन्ट्रलाइज गर्नुपर्छ, बीच भागमा सबैलाई कार्यालय आउन सहज होस् यति भन्दै मेरा 2 शब्द यही बिट मार्न चाहन्छु। हस्त, धन्यवाद।